एनपिएल यानी नेपाल प्रिमियर लिग जो चाहिँ पहिलो सिजनको अपार सक्सेसपछि होइन अब दोस्रो सिजन चाहिँ धमाधम दोस्रो सिजनको तयारी हुँदैछ, जस अन्तर्गत चाहिँ विभिन्न फ्रेन्चाइजहरूले खेलाडीहरू रिटेन गर्ने तथा रिलिज गर्ने प्रक्रिया चलिरहेको छ, जस अन्तर्गत आज हामी कुरा गर्नेछौँ विशेष गरी लुम्बिनी लायन्स, चितवन राइनोज, त्यसै गरी सुदूरपश्चिम रोयल्स, यी तीन फ्रेन्चाइजहरूले चाहिँ तीन टिमहरूले विभिन्न खेलाडीहरू रिटेन गर्ने र रिलिज गर्ने जुन प्रक्रिया छ त्यो चाहिँ आफ्नो अफिसियल पेजमा चाहिँ उल्लेख गरेका छन् होइन। विशेष गरी सुदूरपश्चिम रोयल्सको कुरा गरौँ होइन, जो चाहिँ पहिलो सिजनमा एउटा चाहिँ च्याम्पियन बन्ने दावेदारीको रूपमा थियो होइन, तर अन्तिममा चाहिँ जनकपुर बोल्सले उनीहरूको चाहिँ ट्रफी जित्ने जुन सपना थियो त्यो चाहिँ खोसेको थियो होइन। जनकपुर बोल्सले अन्तिममा गजबको टिम सुदूरपश्चिम रोयल्स जो चाहिँ दिपेन्द्र सिंह ऐरीको टिम होइन, उनी चाहिँ मार्की प्लेयर पनि हुन् आफ्नो टिमको। सुदूरपश्चिम रोयल्सले चाहिँ 6 जना प्लेयरहरू जसलाई चाहिँ रिटेन गरेको छ होइन यो दोस्रो सिजनको लागि, भने 6 जना प्लेयरहरूलाई नै उसले फेरि रिलिज गरिदिएको छ। अब कुरा गरौँ कुन कुन खेलाडीहरू परे जो चाहिँ अब यो दोस्रो सिजनको लागि टिममा फर्किएका छन् है, रिटेन गरेको छ सुदूरपश्चिम रोयल्सले, जस अन्तर्गत कुरा गर्नुपर्दा दिपेन्द्र सिंह ऐरी जो चाहिँ टिमका मार्की प्लेयर तथा क्याप्टेन पनि हुन्, दिपेन्द्र सिंह ऐरी, त्यसै गरी विनोद भण्डारी, उनको पनि प्रदर्शन गजबको रहेको थियो सिजन 1 मा होइन विनोद भण्डारीको, त्यसै गरी आरिफ शेख होइन, त्यसै गरी अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउथलाई चाहिँ आफ्नो टिममा पुनः रिटेन गरेको छ सुदूरपश्चिम रोयल्सले, यी 6 जना खेलाडीहरूलाई। भने अब कुरा गरौँ रिलिजको कुरा गर्नुपर्दा सुदूरपश्चिम रोयल्सले रिलिज गरेको छ 6 जना खेलाडीहरू, जस अन्तर्गत अर्जुन कुमार, नरेश बुढायर, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र बसन्त खत्री, यी 6 जना प्लेयरहरूलाई चाहिँ सुदूरपश्चिम रोयल्सले रिलिज गरिदिएको छ। भने यो थियो सुदूरपश्चिम रोयल्सको रिटेन तथा रिलिजको लिस्ट। अब हामी लागौँ चितवन राइनोजले चाहिँ कुन कुन खेलाडीहरूले रिटेन गर्यो र कुन कुन खेलाडीहरू उसको रिलिज लिस्टमा परे है, त्यसको कुरा गरौँ। यहाँनिर चाहिँ रिटेनको कुरा गरौँ सबभन्दा पहिले 6 जना प्लेयरहरूलाई चितवन राइनोजले पनि रिटेन गरिसकेको छ आफ्नो टिममा होइन। त्यसमा चाहिँ कप्तान कुशल मल्ल जो चाहिँ मार्की प्लेयर थिए होइन, त्यसै गरी रिजन ढकाल, कमल सिंह ऐरी, दीपक बोहरा, अमर सिंह रौटेला र गौतम केसी, यी 6 जना प्लेयरहरूलाई चाहिँ चितवन राइनोजले चाहिँ रिटेन गरेको छ आफ्नो टिममा। त्यसै गरी अब रिलिजको कुरा गरौँ चितवन राइनोजको होइन, शरद भेस्वाकर, त्यसै गरी दिपेश श्रेष्ठ अनि सन्तोष कार्की, विपिन रावल र रञ्जित कुमारलाई चाहिँ रिलिज गरिदिएको छ होइन दोस्रो सिजनको लागि। भने अब हामी लागौँ होइन लुम्बिनी लायन्सको कुरा गरौँ होइन थोरै। लुम्बिनी लायन्सले पनि 6 जना प्लेयरहरूलाई रिटेन गरेको छ, मार्की प्लेयर तथा कप्तान रोहित कुमार पौडेल, त्यसै गरी विवेक यादव, सन्दीप जोरा, त्यसै गरी दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेक गौतम, यी 6 जना प्लेयरहरूलाई चाहिँ लुम्बिनी लायन्सले रिटेन गरेको छ आफ्नो टिममा। भने अब रिलिजको कुरा गर्नुपर्दा लुम्बिनी लायन्सको चाहिँ सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैया, त्यसै गरी विकास हेगडे र आरिफ खान है, यी 6 जना प्लेयरहरूलाई रिलिज गरिदिएको छ लुम्बिनी लायन्सले होइन। रिटेन तथा रिलिजको यो थियो यी टिमहरूले चाहिँ अफिसियली रूपमा आफ्नो उल्लेख गरेका नामहरू लिस्टहरू, र पोखरा एभेन्जर्स, विराटनगर किङ्स र काठमाडौँ गोर्खासको चाहिँ अफिसियली रूपमा त्यस्तो रिटेन तथा रिलिजको कुनै आँकडा उपलब्ध छैन होइन, जानकारी उपलब्ध छैन। सो यो थियो अब सिजन 2 को लागि विभिन्न फ्रेन्चाइजहरूले खेलाडीहरूलाई रिटेन तथा रिलिज गरिदिएको लिस्ट होइन। योभन्दा अगाडि चाहिँ मार्टिन गप्टिल, जिमी निसाम, शिखर धवन जस्ता विभिन्न टेस्ट नेसनका प्रख्यात खेलाडीहरू ल्याएर खेलाएको थियो होइन, यो एकदमै गर्वको कुरा पनि थियो होइन। त्यसै गरी अब दोस्रो सिजनमा पक्कै पनि हामी नयाँ खेलाडीहरू यस्तो स्टार खेलाडीहरू देख्न पाउनेछौँ होइन, जस अन्तर्गत सुदूरपश्चिम रोयल्सले चाहिँ अस्ट्रेलियन स्टार ब्याट्सम्यान स्टिभ स्मिथ, त्यसै गरी डेभिड वार्नर र पाकिस्तानका दिग्गज ब्याट्सम्यान बाबर आजम है, यिनलाई चाहिँ झिकाउने कुरा गरिरहेको थियो होइन। यो चाहिँ चर्चा चलिरहेछ जुन चाहिँ सुदूरपश्चिम रोयल्सको म्यानेजमेन्ट टोलीले चाहिँ अब पक्कै पनि सिजन 1 भन्दा 2 एकदमै धमाकेदार हुनेवाला छ, बवाल हुनेवाला छ, त्यो हामी सबैलाई थाहा छ होइन। अब हेरौँ बाँकी टिमहरूले बाँकी फ्रेन्चाइजहरूले चाहिँ कस्तो प्रकारको रणनीतिले कुन कुन खेलाडीहरूलाई चाहिँ रिटेन गर्छन् रिलिज गर्छन्। र अर्को कुरा ट्यु ग्राउन्डमा पनि बिस्तारै उन्नति हुँदैछ होइन, प्याराफिटहरू बन्दैछ, एउटा चाहिँ
हाम्रो जुन दर्शकहरूको चाहिँ सपना थियो होइन, एउटा गजबको चाहिँ फ्लड लाइटमा प्याराफिटमा बसेर हेर्ने होइन, विभिन्न फ्रेन्चाइजहरूले चाहिँ रिटेन तथा रिलिज गरेको विषयमा कुराकानी भयो। म मिल्नेछु तपाईँहरूसँग अर्को भिडियोको साथ। धन्यवाद।